विदेशमा हुनुहुन्छ अनि हजुरहरूलाई एकदम घिउको क्रेभिङ भइरहेको छ भने चाहिँ म हजुरहरूलाई सजिलो तरिकाले हजुरहरूलाई यदि घिउ नै बनाउन आउँदैन भने पनि होइन कुकिङ नै आउँदैन भने पनि यो रेसिपी चाहिँ यति सजिलो छ कि अनि हर कोहीले बनाउन सक्छ है त। यसको लागि जम्मा एउटा इन्ग्रिडियन्ट मात्र चाहिन्छ, त्यो हो अनसाल्टेड बटर। साल्टेड बटर चाहिँ नल्याउनुहोस् होला किनभने त्यो चाहिँ पड्केर उछिटिने जस्तो समस्या हुन्छ, त्यही भएर यसरी अनसाल्टेड बटर लिनुपर्छ है त। फर्स्टमा बटर लिएर आउनुहोस्, त्यस पछाडि एउटा भाँडोलाई रनक्क तताएर त्यसमा चाहिँ त्यो बटर हालिदिनुहोस्। हालिदिइसके पछाडि बिस्तारै त्यो उम्लिँदै जान्छ। उम्लिँदै जाँदाखेरि चाहिँ त्यो भाँडोको चाहिँ एकदम केयर गर्नुपर्ने हुन्छ किनभनेदेखि चाहिँ हजुरहरूको क्वान्टिटी अनुसार भाँडो लिनुहोस् होला। मैले चाहिँ 2टा बटर लिएको थिएँ, त्यही भएर यत्रो भाँडो लिएँ। भाँडो चाहिँ अलिक ठुलो नै लिनुहोस् किनभने बटर चाहिँ घिउ चाहिँ त्यो बटर चाहिँ उम्लिसके पछाडि चाहिँ उम्लेर एकदम चाँडो पोखिन्छ, त्यही भएर होइन। अनि यसरी बिचमा यसरी चलाउँदै 10-15 मिनट पकाइसके पछाडि चाहिँ यसरी घिउ र नौनी चाहिँ यसरी छुट्टिँदै जान्छ होइन। अनि त्यो नौनी छुट्टिँदै गइसके पछाडि घिउ चाहिँ सङ्लो हुँदै आउँछ अनि त्यस पछाडि त्यो नौनी हल्का ब्राउन भइसके पछाडि चाहिँ हजुरहरूले ग्यासलाई बन्द गरेर त्यसलाई साइडमा राखिदिन सक्नुहुन्छ। त्यो घिउलाई चाहिँ मजाले सेलाउने टाइमसम्म राख्नु होला किनभने तातैमा हजुरहरूले त्यो बट्टामा हाल्नुभयो भने सिसाको भाँडो छड्किन सक्छ अनि प्लास्टिकको भाँडो त अभियसली कुचिहाल्छ, त्यही भएर त्यसलाई चाहिँ मजाले सेलाउन छोडेर मात्र बट्टामा हाल्नुहोस् होला है त। अनि यसरी बट्टामा हालिसके पछाडि चाहिँ यो चाहिँ फर्स्टमा चाहिँ यस्तो देखिन्छ अनि पछि एक दिन पछाडि चाहिँ यसरी यो सेटल भइसके पछाडि यस्तो राम्रो देखिन्छ। अनि हेर्नुहोस् न कस्तो रेसेदार होइन, यस्तो लर भएर होइन हेर्दाखेरि पनि एकदम राम्रो अनि खाँदाखेरि पनि एकदम टेस्टी भएको थियो है त। थ्याङ्क यू।